हामी 3 दिनदेखि निरन्तर यो अभियानमा छौँ। तपाईले विशेष गरी यो ब्रायनकण्ठ नगरपालिका वडा नम्बर 7 र 8 लाई महत्त्वका साथ तपाई लाग्नु भएको छ। विशेष गरी अहिलेसम्म कति घरहरूलाई हामीले व्यवस्थित गर्यौं? हिजो हामीले 10 वटा गर्यौं। अहिले 5 वटा घर हामीले सुरु गरिरहेका छौं। आधा भइसकेको छ। आज हामी यहाँ 27 वटा घर यो टन गाउँमा 27 घरमा हामी आज समर्पित दौछौं भन्ने छ। याद जनताहरुको प्रतिक्रिया कस्तो पाउनु भएको छ? खुसी भएको छन्, उत्साहित छन्, उहाँहरूले सहयोग गर्नु भएको छ काममा। त्यसैले हामी काममा सफल भइरहेका छौं। सहभागिता कतिको छ स्थानीय जनताको? राम्रो सहभागिता छ यो ठाउँमा। असाध्यै राम्रो छ। त्यो मेन लाइन हो। धन्यवाद। यो घर भतिरको घर कसको भन्नुस् त? श्यामदाईको। श्यामदाईको। ल श्यामदाई नमस्कार। नमस्कार। हामी चाहिँ नेकपा एमाले काठमाडौँ क्षेत्र नम्बर 5 को टिम हैन। अहिले हामी यो वैशाख 12 गतेको एकदम विनाशकारी भूकम्पले ध्वंस भएका घरहरूलाई अलि पुनः व्यवस्थित गर्ने अभियानमा छौँ। 1 महिनाको हाम्रो यो अभियान हो। यो अभियानको बीचमा आज हामी तपाईको घरमा आइपुगेका छौँ र हामीले देख्यौं तपाईको घर वैशाख 12 को भूकम्पले निकै क्षतिग्रस्त बनाएको छ र आज हाम्रो पार्टी एमालेको कार्यकर्ता पंक्तिले यो घरलाई सबै मिलेर सहयोग गरिरहेको के रे भत्काउन नसकेको हुनाले भत्काउने र फसेका सामानहरू झिक्ने काममा सहयोग गर्नुभएको छ। तपाईको समेत सक्रिय सहयोग देखियो। तपाईलाई कस्तो लागिरहेछ? मलाई त अब राम्रै लाग्यो। सबै मिलेर भत्काइराखेको छ। हजुर। अब सबैको सहारा पाइराखेको छ सबै मिलेर। हजुर। अब भन्नु पर्दाखेरि अब यही हो, हाम्रो सबै मिलिरहेको छ। आफन्त सबै आफन्त हजुरहरूको सहयोगले हाम्रो अब भत्काउन सुरु भइरहेको छ। अनि पार्टीको यो अभियान तपाईलाई कस्तो लाग्यो? पार्टीको राम्रै लाग्यो मलाई, किनभने हाम्रो अब सहयोगमा आउनुभयो, सहयोग गरिदिनु भयो। अब हामी यो अभियान निरन्तर 1 महिनासम्म जारी गर्छौं। आज तपाईको घरलाई व्यवस्थापन गर्छौं हामी हैन। भोलि यसै गरी अरु कसैको घरमा हामी जानुपर्ने हुन्छ। तपाईले पनि साथ र समय दिनुहुन्छ हामीलाई? म पनि जान्छु। म त साथसाथमै हिँडिरहेको छु। हिँडिरहनु भएको छ। हस्, धन्यवाद दाइ।